केही दिनदेखि सामाजिक सञ्जाल टिकटक, फेसबुक, युट्युबदेखि अन्य सोसल प्लेटफर्ममा एकजना युवतीको नग्न तस्बिर र भिडियोहरू भाइरल भइरहेका छन्। कतिपयले काण्ड भन्दै युवतीको चरित्र हत्या र सामाजिक सञ्जाललाई दूषित बनाउने काम गरिरहेका छन्। युवा पुस्ता यस्तो जटिल र संवेदनशील उमेर हो। यो उमेरमा लहलहैमा लागेर खास गरी कुनै काम र क्रियाकलाप गर्दा सोच विचार नगरी एक्कासी निर्णय लिँदा खराब परिणामको शिकार हुन पुग्छन्। माया प्रेमको नाममा अहिलेको सोसल नेटवर्किङ र बदलिएको प्रेमले कस्तो असर गर्छ, आउनुहोस् यसबारे विस्तृत रूपमा बुझ्ने प्रयास गर्नेछौँ यस भिडियोमा। जानकारीमूलक भिडियो र सत्य घटनाहरू मनपर्छ भने हाम्रो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला। गोपनीयताको हक संविधानमा सुनिश्चित भएकोले व्यक्तिगत रूपमा हामीले नाम लिएका छैनौँ। मानव जीवनमा माया, प्रेम र सम्बन्धले विशेष स्थान राख्छ। प्रेमले व्यक्तिलाई भावनात्मक रूपमा जोड्छ, विश्वासको आधार सिर्जना गर्छ र जीवनमा सुखद अनुभूति प्रदान गर्छ। तर जब यही प्रेम र विश्वासको बन्धनमा दरार उत्पन्न हुन्छ तब त्यसले ठुलो पीडा र सामाजिक समस्याहरू निम्ताउँछ। विशेष गरी आधुनिक युगमा प्रविधि र सामाजिक सञ्जालको प्रयोगले यस्ता समस्याहरूलाई झन जटिल बनाएको छ। यहाँ हामी एउटा यस्तै घटनाको चर्चा गर्नेछौँ जहाँ प्रेममा रहेका एक जोडीको सम्बन्ध टुट्छ र पछि पूर्व प्रेमीले गोपनीय छेडको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्छन्। यो घटनाले हामीलाई प्रेम, गोपनीयता, नैतिकता र सामाजिक जिम्मेवारीका बारेमा गम्भीर प्रश्नहरू उठाउन बाध्य बनाउँछ। प्रेम सम्बन्धको सुरुवात प्राय सुन्दर अनुभूतिबाट हुन्छ। जब दुई व्यक्ति बीच माया पलाउँछ, उनीहरूले एक अर्कालाई आफ्नो जीवनको अभिन्न अङ्ग ठान्छन्। यो कथामा पनि यस्तै भएको थियो। एक प्रेमी र प्रेमिका बीच गहिरो सम्बन्ध थियो। उनीहरूले एक अर्कासँग समय बिताए, भावनाहरू साटासाट गरे र आफ्नो जीवनका गोप्य कुराहरू पनि खुलास्त गरे। यस्तो अवस्थामा प्रेमिकाले आफ्नो प्रेमीलाई पूर्ण विश्वास गरेर आफ्ना निजी क्षणहरू साझा गरिन्। उनले आफ्नो शरीर नग्न बनाएर अश्लील हरकत गरेको भिडियो बनाउन पनि सहमत भइन्, किनभने उनलाई लाग्यो कि यो सम्बन्ध सधैँभरि रहेनछ र यो क्षण केवल उनीहरू दुवै बीचको व्यक्तिगत सम्झना मात्र हुनेछ। प्रेमीले पनि यो भिडियो र कुराकानी रेकर्ड गरे। त्यति बेला यो सबै मायाको एक हिस्सा